नमस्कार पिडी क्रिएसन हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दहरूमा हामी फेरि पनि एउटा सानो भिडियो लिएर तपाईहरुमाझ उपस्थित भइसकेका छौं। यस भिडियोमा हामीले तपाईहरुलाई घर बनाउँदा अथवा विभिन्न ठूला भवनहरू बनाउँदा आवश्यक पर्ने सामग्रीहरूलाई बोध भाषामा के भन्न सकिन्छ भनेर तपाईहरुलाई बोध गराउने जमर्को गरेका छौं। पक्कै पनि तपाईहरुले यस भिडियोबाट धेरै भन्दा धेरै लाभ उठाउनुहुनेछ भन्ने पूर्ण विश्वास गरेको छु। हेरेर सुनेर अथवा सँगसँगै बोलेर जसरी आफूलाई सहज हुन्छ त्यसरी नै सिक्ने प्रयास गरी भिडियोलाई अन्तिमसम्म साथ दिनुहोला। धन्यवाद। सिमेन्ट आर्दम फलाम चाक इटा साभक गिट्टी दोरुक बालुवा शेमा ढुङ्गा दो माटो सा तार तारकु सीसा शेल पाइप फुप्थोङ काँटी शेर पानी छु फ्रिज उवा पराल सोक्मा डोरी थप्पा बाँस न्युक्मा काठ सिङ इस्पात थाङचाक